हाम्रो गोठको शिर, हाम्रो गोठको चाहिँ यो शिर नै हो। त्यो सबैले कसैले पनि सक्दैन यसलाई हान्नमा। र अस्ति हलसँग झगडा गरेर चाहिँ जुझेर चाहिँ सिङ पनि उफ्रेछ। र पछि फेरि आमाले त्यो सिङै उखालेर चाहिँ फेरि यहीँ टालिदिएछ क्या। यसो हेर्दाखेरि यस्तो हाँस उठेन। र यो चाहिँ हाम्रो गोठको शिर है, यसलाई कसैले जित्न सक्दैन साथीहरू। धान रोपाइ पनि खत्रै तान्छ, घाँस पनि खत्रै खान्छ, खोले पनि खत्रै खान्छ। यो चाहिँ हाम्रो गोठको शिर देख्न सक्नुहुन्छ साथीहरू। माथि जुरा पनि खतराकै छ। ल त मेरो भाइ हो यो। अब सबै काम गर्ने नै यो र म हो। अर्को पनि छ, अर्को चाहिँ कहाँ गयो? अर्को चाहिँ अलिक छुच्चा छ। ल त साथीहरू, ल चर